हेलो साथीहरु, हजुरलाई यो ठाउँको बारेमा थाहा छ कि थाहा छैन? थाहा छैन भने आउनुस्, म लिएर जान्छु तपाईहरुलाई यति रमाइलो ठाउँमा। यो चाहिँ दोलखा जिल्लामा रहेको सिंगटी बजार हो। यहाँबाट चाहिँ लगभग 10 देखि 15 मिनेटको राइडमा हजुरहरु त्यो ठाउँमा पुग्न सक्नुहुन्छ। त्यसको नाम चाहिँ भोरले झरना रहेको छ। हामी चाहिँ यही बाटो हुँदै छोरल्पा ट्रेक पनि जान सक्छौं। लामबगर गंगरको यात्रा पनि गर्न सक्छौं। यो तल्लो बाटो चाहिँ गुरुम्फी र सुरी जाने बाटो भने माथिल्लो बाटो चाहिँ हामी भोरले झरना हुँदै जान्छौं। यसरी झरनाको बीचबाट यात्रा गर्दाखेरि त ओहो यति रमाइलो हुन्छ, यति अविस्मरणीय क्षण हुन्छ यस्तो। अनि यहाँ चाहिँ सधैँ चाहिँ रेनबो लागिरहँदो रहेछ। यति रमाइलो, यति मजा हैन। म यति राम्रोसँग इन्जोय गरे। सबैजनाले चाहिँ आफ्नो फ्री समय छ भनेदेखि यसरी इन्जोय गर्नु, आफ्नो प्रकृतिसँग खेल्न सिक्नुपर्छ सबैजनाले। दोलखामा चाहिँ धेरै पर्यटकीय क्षेत्रहरू रहेको छ, त्यसमध्ये चाहिँ यो पनि एक रहेको छ। अनि यही बाटो हुँदै हामी छोरल्पा ट्रेक पनि जान सक्छौं। हजुरहरुले छोरल्पा ट्रेकको बारेमा जान्नु छ भनेदेखि चाहिँ मलाई कमेन्ट गर्नु होला, म हजुरहरुलाई बताइदिने छु है त।